दर्शकबिन नमस्कार। आजको हाम्रो यस कार्यक्रम चिन्तनमा यहाँहरूलाई स्वागत छ। हामी यस कार्यक्रममा समाजलाई जोड्ने काम गर्दछौँ। यस कार्यक्रमले समाजमा केही सकारात्मक सुधारहरूमा विभिन्न व्यक्तिहरूलाई प्रेरित गर्न सक्ने उद्देश्यका साथ आज हामीले यस कार्यक्रममा मानिसद्वारा कस्तो कर्म गरिनुपर्छ र आफ्नो छाप समाजमा कसरी छोड्ने र त्यसबाट अरूले केही सत्कर्महरू सिकुन् भन्ने उद्देश्य सहित आज हामीले यस कार्यक्रममा हाम्रा युवा समाजसेवी आदरणीय ऋषि कुमार वर्माजीलाई लिन पाएका छौँ। ऋषिजी, यहाँलाई स्वागत छ। धन्यवाद। नमस्ते सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ? म त सन्चै। आजभोलि केमा व्यस्त हुनुहुन्छ? आजभोलि म चाहिँ सामाजिक कार्यहरूमा बिजी छु। अलि कसरी अरूजनालाई दुईजना नै किन नहोस् कसरी अगाडि बढाउने, कसरी केही राम्रो काम सिकाउने, कसरी सामाजिक क्षेत्रमा जोड्ने जसले गर्दा ऊ कसैको मद्दत गरोस्, त्यही काममा मैले लागु परेको छु। यहाँ विभिन्न संस्थामा पनि आबद्ध हुनुहुन्छ। अहिले हालचालै मैले हाम्रो त्यो सामाजिक सञ्जालमा तस्बिरहरू देखिरहेको छु। त्यो के हो भनेदेखि त्यो बारेमा जानकारी गराएको। म चाहिँ यस्तो मान्छे जुन कर्ममा विश्वास गर्छु। किनकि जिन्दगी यस्तो हुनुपर्छ, कर्म गर्दै जानुपर्छ। अहिलेको मानिसले के गर्छ कि कर्म अलि गर्छ तर फलको चिन्ता धेरै गर्छ। किनकि यति याद राख्नु, मानिसले काम यस्तो गर्नुपर्छ, आफ्नो छेउछाउको मान्छे, समाजको मान्छे, एनिमल हाम्रो गरेको कार्यले उसलाई दुःख नहोस्। तर अहिले लिटरली तपाईँ हेर्नुहुन्छ दुनियाँमा भएको मानिसहरूको आफ्नो प्रफिटलाई, आफ्नो काम भइहालोस् भनेर अरू मान्छेलाई जति दुःख दिइहाल्नु, उसले दुःख दिएर फाइदा पुगिरहेछ भने त्यो दुःख दिनलाई पनि रेडी छ। त्यस्तो नहुन्छ। मानिसलाई काम एकदम त्यस्तो गर्नुपर्छ नि, हेल्पिङ। जस्तो मान्छे भन्छ नि, आखिरकार तपाईँ जति पनि पैसा कमाएर माथि पर के जाने, हाट नहीं जाने, कहाँ जाने, हाट नहीं जाने। किन यति पैसाको लागि, जग्गाको लागि मानिसले मानिसको हत्या गरिदिन्छ? जबकि उसलाई थाहा छ यो पृथ्वीबाट केही लिएर जान मिल्दैन, तर जान मिल्छ लिएर। त्यसको नाम आज कोही कसैको स्वर्गवास हुन्छ, को मान्छेको राम्रो गरेको हुन्छ, त्यसको नाम चल्छ। 300-400 वर्ष चल्छ। हामीले सुनेको होला कोही मान्छेको नाम अलि कहीँ सडकमा कहीँ लेखेको हुन्छ। त्यो मान्छेको नाम होइन, त्यो मानिस कर्म जुन छ नि, उसले जो गरेको जानुपर्छ, त्यो कर्म राम्रो छ भने उसको नाम हामीले याद राख्छ। हाम्रो पुर्खाहरू पनि हामीले बताउँछ कि उहाँले यो गर्नुभयो थियो, अब हामी किन, हामी पनि आफ्नो पुर्खाकै बच्चाहरूलाई बताउँछ। त्यसले के हुन्छ कि त्यो मानिसको नाम सधैँ जिउँदैन। तपाईँ यसलाई यही बुझ्नु, हाम्रो दर्शक तपाईँहरू पनि बुझ्नु, कर्म यस्तो गर्नुपर्छ कि अरू मानिसलाई खुसी हो। ठिक छ, तपाईँ पैसा कमाउनु त्यो जरुरी छ, तर कसैको हेल्प गर्नु। ठिक छ, अब तपाईँ यहाँ बसेर खाना खाँदै हुनुहुन्छ, ठिक छ, अनि उतापट्टि कोही छ जो खाना खाएको छ, त्यो भोको पेट घुमिरहेको छ, तर तपाईँ यो खाएर तपाईँको लाग्छ राम्रो लाग्दैन, तपाईँ त्यसबाट अलिकति पनि उसलाई खुवायो भने कति राम्रो। आज तपाईँसँग सब छ, पैसा छ, घर छ, एनिमल छ, ठिक छ, तर तपाईँले कसैको कहिले पनि मद्दत गर्नुभएको छ। मात्र आफ्नो खाने
ऑफिस जाने उसने बोले त्यही त यो जिन्दगीको जरुरत एटलिस्टमा एकजना दुईजनासँग पनि मिलेर बस्नुपर्छ। समाज हो, कसैले केही समस्या छ भने आफ्नो अब मसँग जे हुन्छ त्यही गर्नुपर्छ, त्यो गरेर उसले राम्रो गर्नुपर्छ। यति याद राख्नु दुनियाँमा तल कसैले हेर्छ कि हेर्दैन त्यो थाहा छैन, तर तपाईँको कर्म राम्रो छ भने नि माथिको भगवानले अवश्य हेर्नु। मानिसले भन्छ नि न्यायाधीशले हेर्दैन तर द्वारकाधीशले हेर्नुहुन्छ। यहाँ ठिक छ तपाईँ कर्म गर्दै हुनुहुन्छ तर कसैले तपाईँको कर्मको भ्यालुएसन गर्न सकिरहेछ। तर यति याद राख्नु एउटा समय यस्तो आउँछ भगवानले तपाईँको कर्मको तपाईँको हाम्रो गीतामा पनि एउटा श्लोक छ, जो कर्म गर फलका आशा नगर। हो त्यही समय दिनुहुन्छ नि, समय आएपछि सब पाउँछ। अब अहिले नै कर्म गर्नुहुन्छ अनि पछि सोच्नुहुन्छ भगवानले मलाई आधी घन्टा पछि पनि फल दिनु हुँदैन। त्यो तपाईँको समय आउँछ। यो दुनियाँमा धेरै मानिस छ, सबको पालो पालो। त्यो समय आएपछि नि अवश्य फल पाउँछ। यति याद राख्नु कर्म जुन छ नि, कर्म राम्रो गरेको पनि एकदम अवश्य फल पाउँछ। अनि यो पनि याद राख्नु कर्म गलत गर्नुभएको छ, कसैलाई दुख दिनुभएको छ नि त्यसको सजा पनि अवश्य पाउँछ यो दुनियाँमा। किनकि भगवानले सब दुखको हेर्दै हुनुहुन्छ कसले के गरिरहेछ। त्यही भएर म आफ्नो दर्शक दिनहरूको अनुरोध गर्छु तपाईँहरू राम्रो काम गर्नु, कसैलाई मद्दत गर्नु। किनकि मद्दत यस्तो चिज हो नि। अनि मान्छेले भन्छ एउटा हिन्दीमा डायलॉग छ, जो किसी से नहीं होता है ना वो करता है दुआ। आप किसी की दुआ ले लो आपका सारा काम बन जाएगा। त्यही भएर म भन्छु तपाईँहरू चाहिँ ठिक छ सब गर्नु, तर यति याद राख्नु केही होस् अथवा नहोस्, तर तपाईँ कसैको लागि राम्रो गर्नुभएको छ नि उसले मनमा सोच्छ नि यो उहाँले राम्रो गर्नुभएको छ मेरो लागि। अन्त उसले जब प्रार्थना गर्छ नि भगवानसँग दुआ दिन्छ नि त्यो तपाईँको काम अवश्य पर्छ। अब अलिकति यहाँलाई केही क्वेसन जोड्न चाहे। तपाईँले जुन सामाजिक सञ्जालमा देखिरहेको युथहरू पनि हुनुहुन्छ, उहाँहरू के लागि त्यो गर्दै जुन मैले लास्ट टाइम देखेको। खास गरी हामीले जस्तो कोही त्यस्तो त्यस्तो मान्छेलाई केही आवश्यक पर्दा जे पनि हामी बनाउनुहुन्छ हामी लागि परेका हाम्रो साथीभाइहरू सबले यो काममा हेल्प गर्नुहुन्छ, मद्दत गर्नुहुन्छ। अब कसैले मोटिभेट गर्नुभयो त्यो पनि हामी गरिदिन्छौँ। कसैलाई केही आवश्यकता छ हामी हाम्रो ग्रुपले गएर त्यो पनि गर्छ। हो अब सङ्घ संस्थाको नाम के भन्नु, म त धेरै सङ्घ संस्थासँग आबद्ध छु, तर पनि हाम्रो चाहना यही हो। यो सङ्घ संस्थाको बेग्लै कुरा भयो, मानिसले चाह्यो भने बिना सङ्घ संस्थाको पनि मानिसको हेल्प गर्न सक्छ। हामी यो दुनियाँमा म यहाँ बस्ने हो, तपाईँ त्यहाँ बस्ने। जब हामी एक अर्कालाई नै मद्दत गऱ्यो भने कस्तो यो दुनियाँ राम्रो। जब यो दुनियाँमा बस्ने सबै मानिस एक अर्कालाई हेल्प गर्छ, एक अर्काको समस्यालाई आफ्नो समस्या बुझेर सोल्युसन दिन्छ। तपाईँको संसार बदल्नु छ पहिले आफू परिवर्तन भनेपछि तपाईँले यसलाई फलो गर्नु एकदम। अब मैले अरूलाई भन्नु कि भाइ तिमी सुध्रिहाल, तिमी गएर अरूको हेल्प गर्छ, म नि स्टार्टिङ जब नगर कसैले। त्यही भएर स्टार्टअप सानो नै हुन्छ। आज म त्यही सोच्छु कि म आज कसैको हेल्प गरेँ, ठिक छ त्यो मानिसमा त केही दिनपछि त्यो मानिस पनि कसैको हेल्प गर्छ। अब त्यसले गर्दा के हुन्छ नि यो बढ्छ। अब जस्तो मैले एकजनाले गरेँ उसले गएर फेरि च्यानल गर्छ,
गर्दा 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 सबैको काम हुन्छ, सबैको हेल्प हुन्छ। यति याद राख्नु, राम्रो गर्नु, सब मङ्गल। मैले तपाईँलाई फोटोमा जोड्न चाहेँ अन्तिममा, हामी कार्यक्रमको अन्तिममा आइसकेको छु। उहाँलाई म एउटा अन्तिममा प्रश्न सोध्न चाहन्छु। मानिस तपाईँले भन्नुहुन्छ कतिपय मानिसहरू समाजमा अब समाज सुधार कसरी हुन्छ भन्ने पनि उनीहरूलाई थाहा छ, तर एउटा प्रयत्न गर्दैन। जबकि सैद्धान्तिक कुरामा जान्छ तर व्यावहारिक कुरामा आफू पनि लागू गर्दैन। तपाईँ के यस्तो व्यक्तित्वहरूलाई के सन्देश दिन चाहनुहुन्छ? यो दुनियाँमा कहावत छ पहले आप खुद को सुधारो, पूरा जग सुधर जाएगा। आप अपने मन को सफा रखो, पूरा दुनिया ही सफा नजर आएगा। तो त्यही भएर पहिला आफ्नो भित्रको बुराइलाई हामी समाप्त गरेर अच्छाइतर्फ लाग्नु पर्छ। यो होइन जे अर्कोजनालाई भन्नु कि तपाईँ यस्तो गरिदिनु, स्टार्ट तपाईँले। आज तपाईँ एकजनाको मद्दत गर्दै हुनुहुन्छ, तपाईँले हेरेर कुनै बच्चाले हेऱ्यो भने यो पनि मद्दत गर्छ। एकजना मान्छेसँग अर्को मान्छेले जोड्यो, हेर्दा हेर्दै जानु। यो नसोच्नु कि मलाई कसैले भन्छ त गर्छु, ठिक छ मैले भनिदियो मलाई म गरिदिनु, त्यस्तो होइन। तपाईँ गर्नु, स्टार्ट तपाईँ गर्नु। एकजना पनि गरे भने भनेपछि तपाईँको बाहिर भनेको खर्चको सिद्धान्तको कुरा गर्ने, व्यवहारमा आएन कठिनाइ त अवश्य आउँछ। किन आउँछ कि अब यो दुनियाँमा सबजना बिग्रिनु। म अलिकति यो कुरालाई राजनीतिमा पनि जोड्न चाहेँ। तपाईँको राजनीतिमा पनि तपाईँको भाषण गर्ने जुन सिस्टम छ त्यो त चलिरहेछ, तर व्यवहारमा हामी नभएको देख्छौँ। एकले अर्कालाई देखाउने जुन परिवार छ त्यो चलिआएको देखिन्छ अहिले नेपाली सन्दर्भमा हेर्ने। यसलाई चाहिँ कसरी हेर्नु भएको छ? अब पनि व्यवहारिक त छैन। एकदम। अब म यही कुरा भन्छु, मानिसले जनताले पनि राम्रो नेतालाई खोज्नुपर्छ। यो पैसा लिएर खाजा खाएर गर्नु हुँदैन, जहाँसम्म खोज्नुपर्छ पढे लेखेको नेता। किनकि अब नेताजी जानु दलले सिद्धान्तको नभएर व्यावहारिक हिसाबले काम गरोस्। अब जिते छैन भने तपाईँको सबै किन्नु, जितेपछि तपाईँको भ्यालुएसन नै छैन भने अब तपाईँ एकचोटि त मान्नु न 1000 रुपियाँ लिनुभयो, केही खाएर गरिदिनु, तर तपाईँको फेरि पछि काम लाग्छ। त्योभन्दा राम्रो तपाईँ हेर्नु त्यो काम जसले गर्नु सक्छ त्यसलाई अगाडि बढाउनु, उहाँले गर्नुहुन्छ। यस्तो पनि छैन कि सब नेताहरू पनि खराब छ। यहाँ पनि नेपालमा धेरै नेता राम्रो पनि हुनुहुन्छ, त्यसको एरियामा विकास पनि भएको हुन्छ। अब कोही राम्रो पनि ठिक छ, यो दुनियाँ अब 5 मिनट हाम्रो बराबर हुँदैन। कोही राम्रो पनि हुनुहुन्छ, कोही नराम्रो पनि हुनुहुन्छ। तर अब हामी जनताको काम हो अलि मिलाएर कसलाई हामी चुज गरौँ जसले हामीले पछि गएर राम्रो गरोस्, हाम्रो समाजलाई सुधारोस्। अनि जनप्रतिनिधि तपाईँहरू जितेर जानुहुन्छ। तपाईँहरूसँग यही अनुरोध छ कि जनताले तपाईँहरूमाथि विश्वास गरेको हुन्छ, त्यही भएर उनीसँग 10वटा अप्सन हुँदा पनि अब इलेक्सनमा 10वटा अप्सन, तर 10वटा अप्सन हुँदा पनि उसले तपाईँले रोजेको छ, तपाईँले चाहिँ ठाउँमा पुऱ्याएको छ। एटलिस्ट यो समाजलाई सुधारिदिनु, यो समाजलाई अगाडि बढाउनु। कसले अब यो हाम्रो नेपालमा तपाईँले थाहा छ व्यापारी यसलाई कसरी अगाडि बढाउनु, कसरी युवाहरूलाई रोजगार पाओस्, त्यस्तो गरिदिनु। विदेशहरूदेखि मान्छे नजाओ। अब जनप्रतिनिधिहरू तपाईँहरू जितेर जानुभएको, तपाईँहरू मिहिनेत गर्नुहुन्छ, जनता पनि मिहिनेत गर्छ, अगाडि बढ्छ। तपाईँहरूसँग अनुरोध छ, तपाईँहरू पनि जितेर जानुभएको,
यो कामले अलि ध्यान दिएर जनतालाई चाहिँ राम्रो गरिदिनु म त्यही रिक्वेस्ट गर्छु। अनि जसले एउटा प्रेरणादायी एवं प्रेरकको भूमिका निभाएर हो। दर्शक दिन आज हामीले हाम्रा समाजसेवी व्यक्तित्व युवा व्यक्तित्व ऋषि कुमार वर्माजीसँग हामीले संवाद गऱ्यौँ। यहाँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव एवं प्रतिक्रिया हाम्रो सोसियल मिडिया मार्फत राख्दै गर्नुहोला भन्दै आजलाई यस कार्यक्रमबाट म ऋषिजीलाई पनि धन्यवाद ज्ञापन गर्दै यस हाम्रो निमन्त्रणलाई स्वीकार गर्नु भएकोमा उहाँलाई धन्यवाद दिँदै कार्यक्रमबाट बिदा चाहन्छु। धन्यवाद।